दर्शक महानुभावहरू, म यति बेला बुटवलको पुरानो बस पार्कदेखि अलिकति यतापट्टि आइरहेको छु र यहाँनिर तिलाउ पार्क भनेर लेखेको छ र यहाँ सानो साँगुरो पुल पनि छ र मैले यहाँबाट देखिरहेको छु माथितिर तिलाउ खोलाबाट यो सानो नहर यहाँ ल्याइएको छ र यसमा अत्यन्तै प्रशस्तै रूपमा मोरहरू यहाँ चाहिँ यत्र तत्र छरेर फालिएको छ। बोतलहरू, कागजहरू र अन्य त्यस्तै फोहोर सामग्रीहरू, अनि त्यस्तै यहाँका ससाना घरहरूबाट सोझै भाँडा माझेका अथवा चाहिँ केटाकेटीहरूका फोहोर कपडाहरू धोएका पानी सोझै यो नहरमा खसेको मैले देखिरहेको छु। यति फोहोर छ यो, यति फोहोर छ कि बुटवलको यति ठुलो सहरभित्र पनि यति दुर्गन्धित नहर यहाँ चाहिँ बगिरहेछ र यस्तो पानीमा पनि यहाँ एक महिलाले यति स्वच्छ ढङ्गले कपडा धोइरहेको छ र मैले यो भिडियो बनाइरहँदा उनले पनि मैले भिडियो बनाइरहेको हेरिरहेकी छिन् र आनन्दले धोइरहेकी छिन्।